लाइफमा उपस्थित भइसकेको छु। धेरै दिनदेखि चाहिँ किन भिडियो आएन भन्ने मनमा पक्कै लाग्यो होला हैन। सो अब अलि बिजी पनि अनि समय अभाव बनाउने विषयवस्तु नभएकोले आज चाहिँ केही फरक विषयमा कुरा गर्नको लागि आइसकेको छु। आशा छ भिडियोलाई हेरिदिनु हुनेछ, मन पराइदिनु हुनेछ भनेर। सो अहिले चाहिँ म एयरपोर्टको लागि निक्लेको अनि जाम छ है। ट्याक्कै यो पुलिस हेडक्वार्टर नक्सल आइपुग्यो अनि यहाँ चाहिँ अलिअलि जाम छ। अहिले चाहिँ ट्याक्कै 12-1 बज्न लाग्यो। खोइ के को जाम हो, प्रायः जस्तो जाम भइरहन्छ नेपालको बाटो है। सो अब भिडियोलाई सुरु गरौँ। अनि धेरै कमेन्टहरू आइरहेको थियो, के हो कसो हो, किन भिडियो नबनाएको, कस्तो बनाएको। अनि विशेष गरी चाहिँ म आज चाहिँ त्यो जुन मेरो फेसबुकमा कमेन्ट गर्नुहुन्छ नि उहाँहरूको लागि चाहिँ विशेष गरी यो भिडियो है। भन्नुहुन्छ कि अब कति आदरणीय सर, म्याम, दाइ, दिदी अनि शुभचिन्तकहरूले भन्नुहुन्छ किन भिडियोहरू आउँछ, अपुरो आउँछ। मैले सधैँ भन्ने गर्दैछु, के अरे भन्ने गरेका कुराहरू हो। मैले बनाएको भिडियोले चाहिँ मलाई म चल्न नपरोस्, जस्तो मैले गरेका कामले अरू कोही कसैलाई एउटा भने फाइदा होस्। मेरो चाहिँ मेन उद्देश्य भनेको भिडियो बनाउनुको मुख्य उद्देश्य त्यो हुन्छ। र अर्को कुरो भनेको मसँग समय हुँदैन। समय भयो भने त राम्रोसँग गर्न सक्छ होइन। थोरै त्यो कुराहरूलाई नोटिस गरेर के कसो चल्ने भनेर गऱ्यो भने त्यो टाइम हुन्छ। अनि जस्तो गयो मेरो अब मसँग टिममेटहरू सबैजना आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ है एक त। अनि एकजना भेटिए अर्कोजना नभेटिने, अर्कोजना भेटिए अर्कोजना नभेटिने। अनि सबैजना भेट्यो भने चाहिँ विषयवस्तु रेडी हुँदैन। अनि पहिला राम्रोसँग प्रिपेयर गरेर हुन्छ, यस्तो गर्छु उस्तो गर्छु उस्तो गर्छु। अनि त्यहाँ धेरैजना मान्छे भएपछि त्यो एक्कासी नै त्यो अटोमेटिक प्लानै चेन्ज हुन्छ कि। यो गरौँ भनिन्छ, गर्दै गइयो अनि गर्दै जाँदाखेरि त्यो कति कुराहरू बिग्रिरहेको हुन्छ। जे जस्तो भए पनि काम गर्नुको उद्देश्य भनेको चाहिँ यो अब गर्नुको उद्देश्य चाहिँ के हो भन्नु होला भने मैले गरेको कामले एटलिस्ट अरू कोही कसैलाई सहयोग पुगोस्। 100 जनाले त्यो भिडियो हेरोस्, 10 जनाले चाहिँ बुझोस्, अनि 5 जनाले चाहिँ यथार्थ के हो त्यो राम्रोसँग बुझिदियोस् कि। मेन पोइन्ट भनेको चाहिँ त्यो हो मेरो चाहिँ। अनि आफूले गरेको कामले मलाई कहिले पनि सफलता नमिलोस् कि, म कहिले पनि सफलै नबनौँ कि। सधैँ मैले सिकिरहनु मात्रै मौका पाऊँ, सफल बन्नै नपरोस् त्यो भन्छु। किनभने सफल बनेपछि घमण्ड आउँछ होइन। त्यो घमण्ड मसँग आजसम्म नआएको घमण्ड भोलि मलाई नआओस्, त्यो चाहिँदैन। मलाई घमण्ड कहिले पनि स्वीकार्य हुँदैन कि। म बरु सिचुएसनसँग चलेर जुधेर अवस्था के हुन्छ त्योसँग जुझ्न तयार छु होइन। तर चाहिँ के भन्छ, घमण्ड लिएर चाहिँ अरूभन्दा माथि पुग्न नपरोस् कि। बरु मैले हार्दिम होइन अरूको अगाडि, म हार्दाखेरि अरू कोही उठ्न सक्छ, जित्न सक्छ, खुसी हुन्छ भने म हार्न तयार होइन। तर के भन्छ, कहिले पनि नतयार चाहिँ अरूलाई ढाँटेर छलेर म आफू राम्रो बनौँ भन्न, त्यो चाहिँ कदापि मबाट नहोस् कि। मेरो एउटै सिद्धान्त, बरु म अरूलाई जिताउन तयार, आफू हार्न तयार होइन। तर अरूलाई ढाँटेर छलेर झुटो बोलेर म माथि पुगौँ, त्यो चाहिँ मेरो सोच आजसम्म आएन, आउँदा पनि नआओस्। र मलाई सफल हुन थियो भने यही पेसालाई गर्न पर्थ्यो भने के थियो र। अहिलेको जमाना 2-4 शब्द बोल्न जाने थिएँ, 2-4वटा शब्द लेख्न जाने थिएँ, 2-4 कक्षा पढाएको थिएँ, पत्रकारितै पढाएको मान्छे हो म हिजो पनि। यही पेसामा लाग्थेँ, लाएर म दुनियाँलाई हजुर तपाईँ भनेर समाचार लेखे भएर पनि म खान सक्थेँ। किन मैले काम सँगसँगै यो गरेँ भन्ने लाग्न लाग्ला। अनि किन चाहिँ गरेर अपुरो गर्छ भन्ने धेरै प्रश्न त्यही आउँछ, धेरै क्वेसन त्यही आउँछ। किन चाहिँ तिमीले गरेको काम चाहिँ अपुरो भनेर आउँछ। अब अपुरो चाहिँ कस्तो भने म सबैतिर टाइम दिनु परिरहेको हुन्छ। कामदेखि अब टाइमदेखि सबै कुरालाई म्यानेज गर्न पर्दाखेरि मैले अघि पनि भने कहिले कता कहिले के कसो फुर्सद हुँदैन, के हुँदैन। अनि बिस्तारै सेलाउ जाने। अस्तिको 2-3टा भिडियो एकदम मन पऱ्यो रे, जसले भेटे नि तिमीले गर्छौ सक्छौ भन्नुहुन्छ। मेरो लागि साहस हिम्मत भनेकै त्यही हो कि। अरूले सक्छ, तिम्रो राम्रो छ भनिदिन्छ नि, हो त्यो नै मेरो प्लस पोइन्ट हो कि। मैले सधैँ सबैलाई भन्ने गर्छु, म सफल हुनै म चाहन्थेँ भने मसँग विभिन्न आइडिया थियो कि म हरेक कुराहरू लेख्नदेखि त्यसलाई चित्रण गर्नदेखि
कथावस्तुमा उतार्नदेखि सबै कुरा मैले गर्न सक्ने ममा एउटा खुबी छ होइन। झुट बोल्दैन, भोलिको दिनमा गाह्रो साङ्ग्रो परेछ भने त्यसैलाई पनि पेसा बनाउन सकियो। तर अहिले भनेको चाहिँ मेरो न त मलाई अरूसँग तुलना गर्नु छ, न त अरू राम्रो भए म नराम्रो भए भन्ने छ। म जे छु मेरो लागि एकदमै पर्फेक्ट छु कि। आई विल डु माई बेस्ट होइन। मैले चाहिँ मेरो लागि एकदमै राम्रो गर्दैछु। अनि के भन्छ, मैले गरेको कामले मलाई खुसीहरू दिएर हुन्छ। मैले सधैँ भन्ने गरेको कुरो हो, दिनमा 10 चोटि भन्छु होइन। मैले गरेको कामहरूले मलाई खुसीहरू दिन्छ। अनि जब साथीभाइहरूसँग 10 मिनट भेट्छु, एउटा दुईवटा कुरा हुन्छ, अनि त्यहाँ पनि छुट्टै आनन्द हुन्छ। पैसाले किनेको भन्दा सम्बन्धले चिनेको साथीहरू भेटिनु हुन्छ। हरेक कुरा मेरो साथीहरू पनि एकदमै हुनुहुन्छ, के भन्छ, सपोर्टिभ हुनुहुन्छ। यस्तो गरौँ न भन्दाखेरि ओके गरौँ, कसरी गर्ने त भनिन्छ। आइडिया एकअर्कासँग लिइन्छ, सेयर गरिन्छ। त ठुलो म ठुलो भन्ने भावना पनि हामीमा छैन। एक्लै पर्दा अर्कोलाई गरिन्छ लाग्छ। भन्छ सबैले त किन चाहिँ चलिनस्, किन गरिनस्। मैले भने मलाई सफल हुनै छैन, हुन त सफलै हुन छैन तँलाई भने किन यो काम गर्छस् भन्ने पनि लाग्ला तपाईँहरूलाई। तर मैले भन्नु खोजेको हातको रेखामा होइन, मेहनत र परिश्रममा विश्वास गर्ने मान्छे हो म। हिजोको दिन कसरी बित्यो मलाई त्यो कुराले फरक पर्दैन। भोलिको भविष्य आफ्नै हातले लेख्न सक्छु म। जिन्दगीमा धेरैचोटि लडेर उठेको मान्छे हो म।